लगाएको छ अनि हामीले ढक्क लाएर कामसाम सकिहाल्यो अनि आज चाहिँ चट्ट लाएर एक दिनको छुट्टी थियो हाम्रो चाहिँ होइन अनि चट्ट लाएर चाबी त त्यहीँ होला किचनमा ढोकाको चाबी होइन किस्मत छ नि त भित्र अनि आवाज ब्याक विथ द भिडियो होइन अनि त्यहाँदेखि चट्ट लाएर आज चाहिँ एक दिनको छुट्टी थियो अनि अल्छी लागिरहेको थियो अनि त्यही भएर चाहिँ यतापट्टि चाहिँ हाम्रो फेरि गार्डनिङको यतापट्टि त्यो सानो ठाउँ छ क्या त्यहाँनिर चाहिँ सब्जी लाउनु मिल्ने खाले ठाउँ रहेछ है म देखाउँछु तपाईँहरूलाई एज यु क्यान सी है त्यो कर्नरपट्टि चाहिँ टक्क सब्जी लाउनु मिल्ने खाले ठाउँ रहेछ अनि त्यहाँदेखि हल्का सरसफाइ गरेर अहिले त हामी मार्केटतर्फ लाग्दैछौँ होइन सब्जी लिनको लागि अनि त्यहाँदेखि अलिअलि यताउता रोप्ने ओर्ने भन्ने प्लान छ है अब यहाँबाट हामी निस्किन्छौँ अनि तलपट्टि सिटी एरियामा चाहिँ दुईजना साथी छ उसलाई पिक गर्दै हामी टक्कसँगले बाहिर अब कता हुन्छ सब्जी पाउने ठाउँमा चट्ट निस्किन्छ यहाँ पछाडि त शीतल आइसकेको छैन रेडी भएर है कहाँ हिँडेको तिमी सब्जी किन्ने हिँड्ने होइन यस्तो ओके गाइज है अब we are heading to our city and I'll be back on the video. Okay guys, हैन अनि हामी त गाडीमा ब्याक भइसकेको छौँ हैन अब त्यसरी चट्ट लाएर अब हामी चाहिँ बाहिर निस्किन लागेको हैन सब्जी लिनको लागि अनि एट फर्स्ट है सबैभन्दा सुरुमा चाहिँ सिट बेल्ट यु क्यान सी सेफ्टी फर्स्ट अलवेज हैन अनि सिट बेल्ट लगाएर अब चट्ट निस्किने हैन अनि यहाँनिर चाहिँ अब के छ भन्दाखेरि हामी चाहिँ भर्खर मुभ भएको अनि त्यही भएर हामीलाई लोकेसनहरू बाटोहरू मजाले थाहा छैन हैन अनि त्यही भएर चाहिँ म्याप है अब हामी म्यापबाट म्याप हेरेर के बुझ्यो उनीहरूको घरको नाम त तिम्रो गाडी पार्कमा राखेको थिएन हो पार्कमा थियो गाडी सो यप Starting route to 36 हामी चाहिँ चट्ट निस्किँदैछौँ होइन अब ल चट्ट लाएर अब ब्याग निस्किँदैछौँ है मार्केटमा टक्क एक दुईवटा सब्जीहरू किनेर अनि त्यसरी लाएर होइन डेली भ्लगमा अब मेरो सब्जीहरू हुर्केको सबै भ्लग आउँछ होइन अनि त्यही हो अब विकली काम थियो अनि आज एक दिन अफ थियो अनि त्यही हो अहिले चाहिँ फेरि मेरो सेड्युलमा चाहिँ के भइरहेछ भन्दाखेरि निकै तलमाथि भइरहेछ नि त सेड्युल ए लु सक्यो त्यो त कोर्यो अब यस्तो छ हो लेडी ड्राइभिङ भनेको यस्तै हो है गाइस गाडी कतातिर जाँदैछ छैन ध्यान होइन अनि त्यही हो म सेड्युलमा चाहिँ मेरो सेड्युल चाहिँ लास्टै चेन्ज भइरहेको छ कि यहाँ आएर अब के भयो भन्दाखेरि अब उता चाहिँ मेरो टक्क लगाएर मिड सिफ्ट भन्दा पनि नाइट सिफ्ट टाइपको हुन्थ्यो नि त अनि बेलुका 5-6 बजीदेखि ड्युटी सुरु हुन्थ्यो अनि 2-3 बजीसम्म हुन्थ्यो या 1 बजे 2 बजे अब हेरी हेरी हुन्थ्यो कतिको बिजी छ छैन भनेर अब यहाँ आएर चाहिँ फेरि के भइरहेछ भन्दाखेरि मेरो यहाँनिर आएर चाहिँ मर्निङको ड्युटी सुरु भइरहेछ है मर्निङ कहिले अब 6 बजे कहिले 5 बजे होइन कहिले 4 बजे कहिले 9 बजे अनि 3 बजेसम्म मात्रै ड्युटी हो क्या फेरि 3 बजेपछि चाहिँ त्यस पछाडि चाहिँ एकदम फ्री भयो क्या म अनि है चट्ट लाएर फ्री भयो म 3 बजेदेखि चाहिँ अनि त्यस पछाडि अब फेरि कन्टिन्युस भ्लग गर्नु पऱ्यो भनेर सोधेको छु क्या अब यहाँनिर त अलिकति टाइम भेटेँ क्या मैले होइन टाइम अनि त्यही भएर चाहिँ म फेरि भ्लगमा ब्याक हुँदैछु है अब यहाँनिर चाहिँ चट्ट लाएर अघिसम्मदेखि हाम्रो यहाँ देख्न सक्नुहुन्छ है फेरि पानी पर्ला जस्तो छ अब यहाँको फेरि न्युजिल्यान्डको मौसम चाहिँ फेरि भरै छैन है घरि घाम लाग्छ घरि पानी लाग्छ होइन अब यस्तै गर्दै गर्दै हामी त सिटीतर्फ लाग्दैछौँ होइन अब सिटी चाहिँ यहाँभन्दा 10 मिनट जस्तो ट्राफिक थिएन भने चाहिँ 10 मिनट जस्तो अब ट्राफिक थियो भने चाहिँ लगभग ट्राफिकको जाम हेरिकन चाहिँ अब यहाँबाट हामी चाहिँ चट्ट लाएर अब लेफ्ट टर्न भएर हामी सिटीको हाइवे निस्किने बाटोतर्फ लाग्छौँ अब पक्न अनि अहिले चाहिँ हाम्रो घरमा अब हामी पनि उताबाट भर्खर सरेको अनि यहाँ सबैजना चाहिँ नयाँ छ क्या सरेको अनि त्यही भएर हाम्रो घरमा चाहिँ फुल्ली कम्प्लिट भइसकेको छैन है सामानहरू टक्क हामीले मिलाउँदै कलेक्ट गर्दैछौँ सबैजना भएर है अनि वासिङ मेसिनहरूदेखि लिएर सबै कुराहरू अहिले घरमा चाहिँ अहिले छैन पुगेको भनौँ न अब सबैजना मिलेर हामी त्यहाँनिर सामानहरू चाहिँ जोड्दैछौँ होइन अब बिस्तारै गर्दै है लगभग किचनको आइटमहरू सबै जोडिसक्यौँ अब हामीले भनेको वासिङ मेसिन बाँकी छ है वासिङ मेसिन अब कमिङ सुन गाइज है वासिङ मेसिन आउँदा चाहिँ म वासिङ मेसिन अनबक्सिङ पनि गर्छु होइन अब यस्तै हो रेगुलर जस्तो भ्लग आउँछ जस्तो छ है मेरो फ्री टाइम देख्दाखेरि 3 बजीदेखि यता त छाडा भने म पनि अब त दादा क्या अब त्यस्तै भइरहेको छैन त्यही भएर रेगुलर भ्लग आउँछ जस्तो छ अब चाहिँ अब पहिले चाहिँ टक्क टाइम मिलेको थिएन है अब पहिले अलिक बिजी थिएँ म
अब अहिले त चट्ट एउटा मात्रै काम गरिरहेको छु है। अनि मेरो प्लान चाहिँ अहिलेको लागि त्यही छ क्या, फेरि एउटा मात्रै काम गर्ने सकेसम्म होइन। अनि रेस्ट टाइम चाहिँ अब आफ्नै यो मन परेको जस्तै यो भ्लगिङ भयो होइन, अब के हुन्छ यसो बाहिर डुल्नु ओर्नु होइन, हाइकिङ भयो होइन, हिँड्नु ओर्नु जानु, गफ गर्नु ओर्नु होइन, त्यस्तोतिर टाइम दिने हो। सो गाइज होइन, अनि त्यस पछाडि अब चाहिँ यहाँनिर टक्क साथीलाई पिकअप गर्न आइसक्यौँ हामीले होइन। अब म तपाईँहरूलाई देखाउँछु ल। अब हामी त यतापट्टि माथिपट्टि घरमा बस्यो भने साथीहरू चाहिँ फेरि धनी हो कि, फेरि साथीहरू हाम्रो होइन। अब साथीहरूको मध्य हाम्रो साथीहरू त यहाँ बस्यो क्या, फेरि अपार्टमेन्टमा आम्मा आइसकेको छैन ढोकामा हाम्रो साथी। साथीहरूको बस्ने ठाउँ देख्न सक्नुहुन्छ है। आम्मा त्यस पछाडि चाहिँ फेरि अनि टक्कसँगले होइन साथीहरूको घरको चाहिँ फेरि यस्तो माथि यसरी हेर्नुपर्छ, फेरि यसरी भनेर होइन। अनि साथी आइपुगिसकेको छ है यहाँनिर चट्ट। खोइ कता गयो डेभिड, फेरि उसको नाम पनि डेभिड हो फेरि है। हामी दुईजना फेरि यहाँ अब मित हो है। अनि उसको नाम पनि डेभिड अनि मेरो नाम पनि डेभिड होइन। अनि त्यहाँदेखि अब फेरि यहाँबाट डेभिड मात्रै निस्क्यो, फेरि अर्को साथी निस्किएन होइन। अब अर्को साथी कहाँ छ त भन्ने फेरि यहाँ चाहिँ अब क्वेसन मार्क है। सयपत्री ल्या हो फेरि अब साथीलाई फेरि सयपत्री फुलको बास्ना आइसक्यो भने चाहिँ सिसले ओभर हानिदिन्छ आज अब। सो गाइस होइन, अनि हामी त्यहाँ आइसकेको छौँ हाम्रो सामान किन्ने ठाउँमा है। नाम चाहिँ बर्निङ वेयर हाउस, बर्निङ खै थाहा भएन त्यही पनि होइन। त्यहाँ आइपुगिसक्यौँ हामी यहाँनिर होइन। अब लेट्स के पाउँछ, कसो पाउँछ हेर्नुपर्छ होइन। अनि म यहाँ साथीहरूसँग आइसकेको छु है। सो हाम्रो एन्ट्री पोइन्ट चाहिँ यतापट्टिबाट छ है। ला एन्ट्रीमा त ढोका बन्द हानिदिन्छ त हामीलाई त। ओके सो हामी हिँड्दैछौँ है। सो गाइस होइन, अनि त्यसपछि हामीले टट्टभित्र छिरिसकेको थियौँ होइन। अनि यहाँनिर टट्ट हेरेको एकलट सबै फुलको बगैँचामा छिरिसकेको थियौँ, तर यहाँ सबै फ्लावरहरू मात्रै छ है। अब हामीले सागसब्जीको सिड चाहिँ पाएनौँ, त्यही भएर हामी यहाँबाट निस्किँदैछौँ है। अहिले लागि टक्क मेरो पछाडि देख्नुहुन्छ यहाँ चाहिँ फेरि लास्ट त्यो बबाल होइन, ब्युटिफुल फ्लावरहरू रहेछ है। अनि यहाँ चाहिँ सबै फ्लावरहरू मात्रै रहेछ। अब हामीले त्यो खोजेको भनेको मेन चाहिँ अब फलफुल सागसब्जीको त्यो सिडहरू थियो नि त, यहाँनिर चाहिँ पाउँदैन रहेछ। त्यही भएर हामी नेक्स्ट स्टेसनमा जाँदैछौँ हेर्नको लागि। ओके गाइज, यति नै रहेछ यहाँको चाहिँ है बर्निङ वेयर हाउसको चाहिँ चट्ट लागेर यहाँ अब यतापट्टि देखिहाल्नुभयो फलफुल फ्लावर होइन, बाबीक्यू मेसिन होइन, चट्ट लागेर यतापट्टि देख्नुभयो सोफा सेटहरू अनि सबै यतापट्टि यस्तोहरू छ है। अनि त्यही हो, अब यहाँबाट टक्क निस्केर हामी चाहिँ अर्को डिरेक्सनमा जाँदैछौँ होइन। अब त्यसको सिट्स लिनुको लागि यहाँ चाहिँ भेटेन होइन। ओके गाइस, आम सरी गाइस होइन। अनि त्यस पछाडि टट्ट अघि चाहिँ हामी फ्लावरको सेक्सनमा गएछौँ क्या, बिल्ला हो नि त होइन। अब टक्क फ्लावरको सेक्सनदेखि ठ्याक्क भित्र आउँदाखेरि चाहिँ देख्न सक्नुहुन्छ यहाँनिर त रहेछ क्या भेजिटेबल्स। आई विल सो यु गाइस है। यहाँ चाहिँ कुकुम्बर होइन, अनि टर्मेक अनि के भन्छ त्यसलाई, अनि यो के भन्छ टमाटोहरू होइन, सिड्सहरू यहाँ रहेछ है। एज यु क्यान सी टमाटो कुकुम्बर होइन, फ्लावर्सको पनि रहेछ होइन। तर अघि त हामी फ्लावर्सको सेक्सनमा छिरेर नभेटेको रहेछौँ क्या। अनि भेजिटेबल्सको सेक्सन त यतापट्टि रहेछ, तर हामीले देखेन है। यहाँ देख्न सक्नुहुन्छ, सबै देख्न सक्नुहुन्छ है। यस्तो राखिदिएछ। अब यसलाई चट्ट लगेर घरमा टक्क सिड हालेर कप पानी सानी दिएर होइन, अनि घरमै हुर्काउने भन्ने प्लान चाहिँ। अनि यतापट्टि चाहिँ देख्न सक्नुहुन्छ है मल जलहरू पनि छ है सबै कुरा। अनि ठिक छ, यहाँबाट हामी एक दुईवटा यस्तो सिड्सहरू उठाउँछौँ मोड्छौँ, अनि त्यसबाट हामी लाग्नेछौँ है अर्को डेस्टिनेसनतर्फ है। अघि चाहिँ फ्लावरको सेक्सनमा छिरेको छौँ क्या, त्यही भएर नदेखाएर रहेछौँ होइन। अनि यहाँबाट सबैभन्दा दामी मलाई के लाग्यो त्यो माथिको पङ्खाका फेरि यत्रो घुम्दैछ नि त होइन। अब यहाँनिर फेरि भेजिटेबल एक्सपर्टहरू चाहिँ त्यहाँ हेर्दैछ अनि पढ्दैछ होइन, के हो कसो हो भनेर होइन। स्प्रिङ र समरमा मात्रै हुने रहेछ यो अटम र विन्टरमा हुँदैन अब उनीहरूले चट्ट लगाएर अब एनालाइज गरिसकेपछि अनि 16 to 18 जाने अटम हुन्छ त। यहाँ चाहिँ फेरि एनालाइजरहरू त उनीहरूले त टक्क एनालाइजर लगाएर भेजिटेबल कहिले चाहिँ फल्छ भनेर चट्ट एनालाइज गर्दैछ होइन। ठिक छ,
यहाँबाट एक दुईवटा यसो हेरेर राम्रो खाले है सिट्सहरू हेरेर र हामी चाहिँ चट्ट निस्किने हो यहाँबाट है ओके गाइज मिट यु अन नेक्स्ट क्लिप हामीले यहाँबाट केही नलिने भयौँ होइन गाइज अर्को ठाउँ जाने हो अनि फेरि त्यहाँ फाइदा भएन नि त त्यहाँ जानु अब यहाँ विदेशमा बसिसकेपछि त कस्टिङ र अब हुन्छ नि भ्याल्यु हेर्नुपर्ने हुँदो रहेछ होइन अब त्यसरी उसको कस्टिङ र भ्याल्यु नै है यतिकै टिपेर हिँड्नु मिल्दैन के हो कसो हो बुझ्नुपर्छ अनि यहाँबाट सबैभन्दा दामी लागेको भने चाहिँ म तपाईँलाई देखाउँछु डिस्क्रिप्सन चाहिँ माथि चट्ट दिएको छ कि हाउ टु ग्रो होइन कुन कुन महिनामा के ग्रो हुन्छ होइन फुलहरू भेजिटेबल्स अनि हर्ब्सहरू अनि सिजन कुन चलिरहेको छ समर यसरी क्या इन्डिकेट गर्दैछ क्या कुन कुन सिजनमा के पाक्छ होइन ए फल्छ अनि कसरी फलाउने भनेर टक्क देखाएको छ होइन अब यहाँलाई चाहिँ फेरि एउटा कुरा त समर ल्याएको छ तर अब सिजन हेर्दा फेरि त विन्टर जस्तो छ चिसो छ होइन पानी परिरहेको छैन अब समर चाहिँ खै न्युजिल्यान्डको समर चाहिँ त्यस्तै रहेछ है अब हामी चाहिँ नेक्स्ट स्टप जाने आँट्यौँ है अब यो के अरे सिड्स लिनुको लागि यहाँलाई चाहिँ त्यति साह्रो बुझिहाल्नु होला है त्यही भएर हामी नेक्स्ट स्टप जाँदैछौँ ओके गाइज सी यू अन नेक्स्ट स्टप है अब हामी चाहिँ चट्ट लगाएर ब्याक भइसक्यौँ है अब अर्को स्टेसन जाने भइसक्यो स्टेसन भन्दा पनि अर्को अब वेयर हाउसतर्फ जान आँटेको हामी है अब अहिले हामी चाहिँ बर्निङ वेयर हाउसमा थियौँ अब हामी चाहिँ नेक्स्ट चाहिँ अब वेयर हाउसमा त जान आँट्यौँ होइन अब त्यहाँनिर हेरौँ सिट्सहरू के कस्तो छ भनेर होइन अब यहाँलाई त अलिकति चित्त अर्को कुरा चाहिँ के छ भने फेरि दुईजना यहाँ फेरि दमदार पर्दैछ फेरि दुईजनाको हमला हुँदैछ दुईजनाको लास्टै बबाल अब एउटालाई मन परेको एउटा ठाउँ अर्कोलाई मन परेको अर्को ठाउँ अब दुईवटाको ठाउँको जुत्दैछ क्या अब के हुँदैछ भने फेरि जुत्दैछ दुईजना यो ठाउँमा यो छ यो ठाउँमा यो छैन यो ठाउँमा यो छ यो यो भन्दा दुईजनाको फाइट पर्दैछ होइन मलाई त फेरि रमाइलो लागिरहेछ पछाडि हिँड्दै अब अहिले हामी चाहिँ फेरि ब्याक भयौँ गाडीमा होइन गाडीको चाबी पनि ब्याट्री चेन्ज गर्ने बेला भएको छ यार ओके गाइस है अब हामी फेरि ब्याक भइसकेछौँ गाडीमा अब हामी नेक्स्ट लोकेसन भनेको वेयर हाउस जाँदैछौँ है ओके गाइस सी यू अन नेक्स्ट स्टप बाई बाई सो गाइस होइन अनि त्यहाँदेखि अब त्यो मार्केट सार्केट सबै डुलिसक्यौँ अनि मार्केट सार्केट सबै डुलिसकेपछि के भयो भन्दाखेरि चाहिँ अनि हामीले चाहिँ अब अर्को सन्डे मार्केटमा लाग्छ अरे यहाँनिर त्यहाँनिर चाहिँ अलिक राम्रो बिउहरू पनि भेट्छ भनेर चाहिँ अनि हामीले चाहिँ ट्याक्क लगाएर सन्डे मार्केटमा लिने प्लान भयो है अनि अहिलेको लागि हाम्रो भाइ चाहिँ चट्ट लगाएर पर देख्न सक्नुहुन्छ है अब करेन्ट लिनु गएको छ भाइ चाहिँ करेन्ट चाउँछु होइन अब भोक लाग्यो अनि यसो अब आएको बेलामा अनि म चाहिँ यहाँ गाडीमा बसिरहेको छु होइन अनि यहाँनिरको मेन समस्या भनेको चाहिँ पार्किङ क्या फेरि भाइ बस्ने घर यात्रो ठुलो छ तर यहाँनिर पार्किङको एभाइलेबलै छैन होइन यहाँनिर म गाडीमा बस्नुको कारण किन भन्दाखेरि यहाँ हन्टिङमा बसिरहेको छु क्या म अब हन्टिङ त कसरी भन्दाखेरि यता पछाडि देख्नु सक्नुहुन्छ लाइन नै पार्किङ गरेको गाडी होइन अनि मेरो पछाडि पनि गाडीहरू पार्किङ गरिरहेको छ होइन अनि हन्टिङमा बसिरहेको छु क्या अब कसले गाडी निकाल्छ र त्यहाँनिर स्वाटै हालौँ भनेर वेटिङ लिस्टमा बसिरहेको छु क्या म पनि होइन अनि त्यस पछाडि वेटिङ लिस्टमा बसिरहेको छु म चट्ट पर्खेर है अब हामी चट्टसँगले निस्किसक्यौँ होइन करेन्ट किन्नको लागि यहाँ मेरो जनताहरू देख्न सक्नुहुन्छ है अनि हिँड्दैछौँ हामी चाहिँ फुड पार्कमा होइन अनि त्यही अहिले चाहिँ हामी चट्ट लगाएर सिटीमा आइरहेको छौँ अहिलेको लागि चाहिँ अब म देखाउँछु अनि यहाँनिर चाहिँ ठुलो उयो छ अनि त्यहाँनिर स्काई सिटी छ होइन स्काई टावर अनि हामी अहिले टक्क मेन स्ट्रिटमा छौँ है अब त्यस्तै हो होइन चट्ट लगाएर होइन अब यहाँ मेन वेमा छौँ हामी कहाँ हो यहाँबाट तलतिर जा कहाँ हो उयो ठुलो तिमीहरूसँगै राख गाइस हामी ब्याग भइसकेको छौँ है गाइस हातमा देख्नु सक्नुहुन्छ कोक जाम्बु होइन अनि यो चाहिँ हाम्रो धनी साथीहरू
साथीहरू बस्ने ठाउँ पैसा दिनुपर्छ सिस मसँग 1 मिनट जस्तो छ न तर 1 मिनटको के अनि त्यहाँदेखि हेर्दिन रहेछ नि त अप्ठ्यारो हुँदो रहेछ। चकचक गर्दैछ भनेको त यो दामी लाग्यो क्या मलाई होइन अब यसको फेसिलिटी ओइ के हो घन्टी बज्यो त आधी घन्टाको दान पाउनु कसरी घन्टी बज्यो पाउनु देख डल्ला ए यहाँ घन्टी बज्दो रहेछ होइन एक डल्ला अनि यो त चट्ट लगाएर पैसा दिएपछि चरर सिटी घुम्नु पाउँछ है अब तल अब हामी चाहिँ अम्बानीहरूको एपार्टमेन्टमा आइसक्यौँ है अब यहाँ 2 जना अम्बानी छ है एज यु क्यान सी यहाँ माथि है यहाँ खोल्ने तरिका पनि फेरि फाल्टै छ कि फेरि होइन त्यहाँ चाबी टिट गरेपछि मात्र खोल्नु मिल्छ होइन अब हामी छिर्दैछौँ गाइजहरूको अपार्टमेन्टमा भित्र चाहिँ देखाउँदिनँ हो भाँचिदिने हो क्या हो आओ अब रुम पनि फेरि गाइजहरूको चाहिँ सेफ्टी गाइजहरूको रुम जानु चाहिँ फेरि एलिभेटर चढ्नुपर्छ क्या फेरि गाइजहरू चाहिँ माथि बस्छ नि त 100 तलामा तिमीहरू बस्ने 100 तलामा होइन 100 अब गाइजहरू 100 तलामा बस्छ अनि त्यही भएर होइन अनि एलिभेटर चलाउनु पर्छ नि त ढोका चक्का झ्यालझ्याल केही चाहिँदैन भन्नु कुन बेला त आउँदाखेरि गरेको थियो होला कसरी झर अहिले जवाफ चाहिँ यहाँ अब मैले त्यहाँबाट फ्यालिदिएको चट्ट यहाँ रेडी भइसक्यो होइन रक चाहिँ म्यामले पकाउँदै हुन्छ अनि यहाँनिर हाम्रो डेब्री सर चाहिँ यहाँ धुवालाई बाहिर पुऱ्याउँदै हुन्छ होइन अनि यहाँ छ हाम्रो टोलाएर अब यो सबै लिएर त हामी तातो भयो है टक्क लाएर गाई सब त लगभग खानेकुराहरू रेडी भइसक्यो होइन अब खाने हो हामी सो बाई बाई फर नाउ ओके एकछिन के हो यहाँ हाम्रो कोठाबाट नि होइन उतो लिएर आऊ होइन ल यो चाहिँ सानो गमला खाने गमला निकाल नि त हराबिहाले खोइ ल्याउ त मोबाइल बौलाउनु अरे चट्ट खाएर ओर्नु होइन दामी भएर अब बसिरहेको छौँ हामी त्यहाँ चिसो हावा ताप्दै होइन अब यहाँ लगभग लेट हुन आँटिसक्यो लेट नाइट अब यहाँ बसेर लेट नाइट भ्यू भाइब्समा बसिरहेको छु है म चाहिँ त्यही हो आजको लागि यति नै थियो गाई चाहिँ बाई बाई गुड नाइट किप अन लभिङ सपोर्टिङ एन्ड बेलुका सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला गाइस बाई बाई